सानो उमेरमै धेरै सपना बोकेर बिहे गर्यो तर जिन्दगीले सोचे जस्तो बाटो कहिले देखाएन। दर्शक नमस्ते एन्ड गुड मर्निङ, स्वागत छ तपाईँलाई मेरो डे 4 मिनी भ्लग। आज चाहिँ म हजुरको सामु मेरो मनको कुराहरू भन्न आइरहेको छु। अन्तिमसम्म भिडियो हेरेर सुनिदिनु होला। हामीले चाहिँ सानो उमेरमा बिहे गरियो, धेरै सपना थिए, धेरै रहर थिए, लाग्थ्यो जिन्दगी सजिलो हुनेछ, सबै कुरा राम्रो हुँदै जान्छ। र समयसँगै थाहा भयो जिन्दगी भनेको सपना मात्र होइन रहेछ, सङ्घर्ष पनि रहेछ। कसैलाई आफ्नो पीडा सुनाउनु पनि सकिएन किनकि सबैजना आफ्नो आफ्नो सङ्घर्षमा व्यस्त। तर आज हामी हार मानेका छैनौँ, दुःखले थकाए पनि जिम्मेवारीले अघि बढ्न सिकाइरहेको। एक दिन यी सङ्घर्षका दिनहरू सम्झना मात्र बन्नेछन् र हामी देखेका सपनाहरू सबै पूरा हुनेछन् जस्तो लाग्छ मनमा। अब हरेक दिन मेहनत गरिरहेकै छौँ किनकि एक दिन हाम्रो समय पनि आउनेछ भन्ने लाग्छ। अहिले दुःखका दिनहरू चलिरहेका छन् तर आशा दिन यही कथा खुसीको कथामा बदलिनेछ जस्तो लाग्छ मलाई। अब आजको भ्लगहरू पनि इमोसनलै भयो होला। अब हजुरलाई के कस्तो लाग्यो कमेन्ट गर्नु होला। अब आजको दिन पनि त्यस्तै त हो, जहिलेको जस्तै हो होइन। अब कामै काम हुन्छ, काम गरिसकेर अब बुढाबुढी चाहिँ खाना खाएर हामी यत्तिकै हावा खाँदै बस्यौँ। अब एकदमै धेरै गर्मी बढिरहेको छ हाम्रो यो तराईतिर। तपाईँलाई चाहिँ कुन महिना चाहिँ एकदम राम्रो लाग्छ? जाडो महिना राम्रो लाग्छ, गर्मी महिना राम्रो लाग्छ? मलाई चाहिँ एकदमै धेरै राम्रो भनेको कि मलाई जाडो महिना लाग्छ। अनि हाम्रो परिवारको चाहिँ एकल चेली हाम्रो निनी मेरो फुपू आउनु भएको थियो अनि उहाँ चाहिँ घर जान लाग्नु भयो। एकछिन बस्यौँ, गफसप गऱ्यौँ सबैजना। त्यतिकैमा अब हावाहुरी आउनु लागेको थियो। म त एकछिन अलमल्ल परेँ क्या। अब दिनभर त्यस्तो घाम लागेको, एक्कासी अब पानी पर्नु खोजेर हावाहुरी आउन थालेर होइन त गाइस, म त्यहाँ दाउरा लुकाउनुतिर लागेँ। दाउराहरू चाहिँ लुकाइरहेको थिएँ, एक्कासी पानी आउनु थालेर म चाहिँ घरभित्र गएको थिएँ। फेरि एकछिनमा एकजना भाइ दाइ चटपटी बनाइदिन भन्दै आइरहेको। भाइलाई चटपटी पनि बनाइदिनु, पानी पनि पर्नु भएर चाहिँ अनि हामीले यसै देखाएँ तपाईँलाई हेर्नु। पानी अलिअलि छिटाउँदै थियो, छिटाएर के गर्ने, फेरि एकछिन पानी रोकेर गर्मी बढ्न सुरु भयो। अब दिनभरिको थकानले गर्दाखेरि चाहिँ बुढीले मजाले मिठो खाना पकाएर दिन्छ होला भनेको त बुढीले भन्छ रोटी खाने, छोराले भन्छ रोटी खाने बाबा आज भनेर अनि मैले रोटी बनाउनुतिर लागेँ। रोटी बनाइसकेपछि तरकारी पकाउँदै थिएँ, नानी आएर त हो बाबा दामी बनाउनु हुँदैछ तपाईँले त, यो चाहिँ मिठो हुन्छ म 8 रोटी खान्छु भन्दै बसिरहेको। बाहिर यस्तो शीतल देखे पनि भित्र चाहिँ एकदम गर्मी भइरहेको थियो मलाई रोटी पोल्नमा होइन। अनि हामीले सबैजना बसेर मिलिजुली खाना खायौँ ओऱ्यौँ अनि रोटी सोटी खाएर हेर्न सक्नुहुन्छ एकदम दामी मिठो भएको थियो। सो थ्याङ्क यू फर वाचिङ। अब डे 5 मा भेटौँला है त गाइज।